हेलो नमस्ते सबैजनालाई आराम कुशल हुनुहुन्छ होला नि त सबैजना। आज धेरै समयपछि फेरि पनि छोटो भिडियो बनाउन गइरहेको छु है त साथीहरू। अनि लड्यो मेरो कुकुर। हामी आमा छोरीको दिन चाहिँ यसरी नै बित्छ है। यहाँ दिनभरि तान बुन्नु पर्यो भनेर यहाँ तान बुन्नु पस्यो भने मेरो कालु चाहिँ हतार यता यता पस्छ क्या, यता दुलोभित्र पस्छु गएर हुन्छ क्या। अनि यसरी नै अब हामी चाहिँ दिनभरि दिनहरू यसरी नै बिताइन्छ भनौँ न। काम गर्नु दिँदैन मेरो सानोले। अनि अब यस्तै छ हाम्रो दिनहरू चाहिँ यसरी नै बितिरहेको छ। मम्मी काम गर्नु पस्यो है भनेपछि यहाँ तल पस्नुपर्छ हतार। अनि यसरी नै दिनहरू हाम्रो चाहिँ बित्छ। गाह्रो छ हौ, म चाहिँ कसरी काम गर्नु होला। नानी तिमी काम गर्नु पसेको? साथीहरू यसरी नै हो, पर पसिहाल्ने अनि मलाई काम गर्नु नदिने। के कसरी हुर्काउनु होला हौ मेरो सानोलाई। छोरी निस्किने त यता निस्किने। ल हाम्रो दिनहरू यसरी नै बित्छ है, देखिहाल्नु भयो साथीहरू। आमा छोरी दिनभरि लडाइँ पर्दा नै चित्त हुन्छ, रात पर्छ। मेरो सानोको दिन यसरी बित्छ है। आमालाई काम गर्नु दिँदैन अनि दिनभरि लडाइँ पर्दा अब घर जाने बेला पनि भइसक्यो। कान्छी मम्मीले काम गर्छ त नि। धागो टाल्नु थाल्यो अब सानोले। पारी चाहिँ हाम्रो के भन्छ यो पारी थाहा भएन। एकदमै राम्रो घाम पनि देखिरहेछ। पारी चाहिँ घाम दुख्न लागिसक्यो, हाम्रोतिर चाहिँ डुबिसक्यो भनौँ न। भइरहेछ अनि रात पर्न लाग्यो। यहाँदेखि परतिर बस पार्छ, बस पारदेखि अलिकति मुनितिर हो मेरो घर चाहिँ। हामी पसलदेखि आउनुलाई चाहिँ 6-7 मिनट लाग्छ। अब त्यही बाटो पनि नानीसँग खाना बोकेर आउनुपर्छ, गाह्रो छ।